नमस्ते, मेरो नाम कृष्ण घले। म हाल एउटा सानो व्यवसायी ब्रिङ्क्यू ग्रिनलेकको। आजको म तपाईहरुलाई के भन्न गइरहेको छु भने स्पेशली यो तालको विशेषता देखाउन गइरहेको छु मैले। यो ताललाई हाम्रो भाषाबाट हामीले ब्रिङ्क्यो भनेर चिनिन्छ है। ब्रिङ्क्यो हाम्रो भाषाबाट, हाम्रो मनाङ्गी भाषाबाट ब्रिङ्क्यो भनेर चिनिन्छ। अनि हाम्रो नेपाली भाषाबाट चाहिँ यसलाई ग्रिनलेक भनेर चिनिन्छ। यसको विशेषता भनेको तपाईको यो 400 वर्ष पुरानो लेक हो, सानो लेक हो। यो किन सफा, किन क्रिस्टल छ भनेपछि यत्रो जङ्गलको बिचमा नि तपाईको अब यत्रो जङ्गलको बिचमा धेरै पातपतिकर हुनुपर्ने, फोहोर हुनुपर्ने, तर एउटै पातपतिकर छैन नि यसमा। यहाँ चाहिँ एउटा बाजेहरूको भनाइ छ कि चराले यहाँको पात टिपेर सफा गर्छ भन्ने एउटा भनाइ छ। त्यसैले जो पनि आउनुहुन्छ कृपया यो तालमा फोहोर नगरिदिनु होला, हात खुट्टा नडुबाइदिनु होला, बरु मजाले बस्नु होला, रमाइलो लिनु होला। अनि तालकै छेउमा बसेर अब हिमाल पनि हेरिदिनु होला कृपया। हिमाल यो अन्नपूर्ण 2 रहेको छ। अनि यो अन्नपूर्ण 4 है, यो चाहिँ है, यो अन्नपूर्ण 2, अन्नपूर्ण 4 है। यताको 2 उताको हजुर, यो अन्नपूर्ण 2 भयो। यो यसरी लस्किन्छ अन्नपूर्ण 4। त्यो अन्नपूर्ण 4 चाहिँ लस्केर गएर तपाईको डुलेबाट पनि देखिन्छ है, डुलेबाट पनि देखिन्छ अन्नपूर्ण 4। हस् त। यो पानी चाहिँ कहाँबाट निस्किन्छ यो यताको? यो पानीको सोर्स भन्नाले तपाईको अब त्यस्तो खालको सोर्स पनि होइन कि अब तपाईँ आफै एकचोटि हेर्नुहोस् न। अब मूलहरू कतै छ? मूलहरू आउनु सक्ने छैन तपाईँको। अब जब उसलाई ऊ चिसो भएपछि अलिक चिसो टाइममा चाहिँ उसको मूल फुट्ने चाहिँ यही भएको छ नि। त्यही भएबाट जब भित्रबाट फुटेर आउँछ, तल मुनिबाट यो सोर्स चाहिँ मुनिबाट फुटेर आउँछ। अनि यो चाहिँ समर टाइममा, बर्खामा चाहिँ अलिक सानो हुन्छ, चिसोमा चाहिँ ठुलो हुन्छ। यसलाई चाहिँ धेरै फोहोर गर्नुहुन्न। यसलाई फोहोर गऱ्यो भने यो ताल अलिक सानो हुन्छ, किनभने यहाँ नाग देवताको बास छ क्या यसमा। उतापट्टि नाग देवताको बास छ, त्यसैले यसलाई फोहोर गर्नु हुँदैन है। हस् त।